नमस्कार साथीहरु, स्वागत छ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हाम्रो कुर्मी टेक युट्युब च्यानलमा। साथीहरु, सधैँ जस्तो आज पनि म तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर उपस्थित भएका छु र आजको यो भिडियोमा लुलु हाइपर मार्केटबाट आएको डिमान्डको बारेमा कुरा गर्छु। साथीहरु, कुवेतमा रहेको लुलु हाइपर मार्केटबाट केही नेपाली वर्करहरुको लागि भिसाको डिमान्ड आएछ। यो डिमान्ड नेपालको कुन मेन पावरमा आएछ, के कामको लागि मान्छे चाहियो, यो डिमान्डलाई नेपाल गभर्नमेन्टले अप्रुभल केले गरेछ, डिमान्डको लट नम्बर कति हो, सम्पूर्ण डिटेल यो भिडियोमा एक्सप्लेन गर्छु। तपाईहरु भिडियो चाहिँ अन्तिमसम्म हेर्नुस् र अगाडि दिनमा अझै यस्तै अरु भिडियोहरु हेर्न चाहनुहुन्छ भने यो कुर्मी टेक युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नुस्। त ल साथीहरु, आजको भिडियो चाहिँ सुरु गरौँ। जुन कुवेतको लुलु हाइपर मार्केटको डिमान्ड पेपर छ त्यो चाहिँ स्क्रिनमा सो भइरहेछ। माथि लेखेछ कुवेतमा रोजगार र त्यो भन्दा तल पूर्व स्वीकृति मिति लेखेछ। जुन डेटमा यो डिमान्डलाई नेपाल गभर्नमेन्टले अप्रुभल दिए थियो, पूर्व स्वीकृति मिति रहेछ 2081 साल 12 महिना 14 गते, चैतको 14 गतेमा यो डिमान्डलाई नेपाल गभर्नमेन्टले अप्रुभल दिएछ। साइडमा कम्पनीको नाममा लेखेछ लुलु सेन्टर हाइपर मार्केट। यो चाहिँ लुलु सेन्टर हाइपर मार्केटको डिमान्ड छ र त्यो भन्दा तल डिमान्डको एलटी नम्बर लेखेछ, जसलाई लट नम्बर भनिन्छ। एलटी नम्बर रहेछ 321055 321055। यो डिमान्डको लट नम्बर छ। तपाईहरुलाई केही डाउट लाग्छ डिमान्डमाथि तपाईहरुलाई केही डाउट छ यो डिमान्ड रियल हो कि फेक हो भनेर, तपाईहरु नेपाल गभर्नमेन्टको साइडमा गएर यो एलटी नम्बर लिएर चेक पनि गर्न सकिन्छ। यो डिमान्डको जुन चलानी नम्बर छ त्यो रहेछ 60235255 60235255। यो डिमान्डको चलानी नम्बर भयो। यहाँ चाहिँ कामदारको पदमा लेखिएछ 1 नम्बरमा पैकिङ लेबरको लागि मान्छे चाहियो 40 जना पुरुष। सेलेरी चाहिँ 110 केडी हुन्छ, नेपाली करेन्सीमा 49,014 रुपैयाँ। यो चाहिँ बेसिक सेलेरी छ। ओभरटाइमको सुविधामा लेखिएछ कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। प्रतिदिन काम गर्ने घण्टामा लेखिएछ 8 घण्टा ड्युटी गर्नुपर्छ प्रतिदिन। हप्तामा काम गर्ने दिन हप्तामा 6 दिन काम मात्रै गर्नुपर्छ। त्यस्तै वार्षिक बिदा पनि कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। खाना सुविधा र बस्ने सुविधामा लेखिएछ 6 भनेपछि खाना र बस्ने कम्पनीले दिन्छ। एग्रिमेन्ट करार अवधि 2 वर्षको हुन्छ। अब तपाईहरु पैकिङ लेबरमा, पैकिङ हेल्परमा कुवेत जान चाहनुहुन्छ लुलु हाइपर मार्केटमा भने तपाईहरुको लागि यो डिमान्ड राम्रो रहेछ। तपाईहरु छिटो भन्दा छिटो यसमा अप्लाई गरिहालौ। यो डिमान्डको जुन डेटमा अन्तर्वार्ता छ यहाँ लेखिएछ अन्तर्वार्ता हुने स्थान संस्थाको कार्यालय काठमाडौँमा मिति 2081 साल चैतको 22 गते 4 अप्रिल 2025 मा हुन्छ। अब यो जुन मेन पावरमा डिमान्ड आएछ त्यो मेन पावरको नाम र डिटेल सबै तल लेखिएछ। मेन पावरको नाम रहेछ जब सेकर मेन पावर प्राइभेट लिमिटेड, गङ्गबु 9 काठमाडौँ नेपालमा यो मेन पावर एजेन्सी रहेछ। यसको जुन अफिसको नम्बरहरु छ सबै चाहिँ तल सो भइरहेछ। यसको इमेल आइडी पनि सो भइरहेछ। तपाईहरु इमेलबाट पनि यो मेन पावरसित कन्ट्याक्ट गर्न सकिन्छ। साथीहरु, आजको यो भिडियोमा कुवेतमा रहेको लुलु हाइपर मार्केटबाट जुन डिमान्ड आएको थियो पैकिङ लेबरको लागि त्यसको बारेमा म तपाईहरुलाई सम्पूर्ण जानकारी दिएको। साथीहरु, तपाईहरुलाई भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने भिडियोलाई एउटा लाइक गरिदिनु र यो भिडियोलाई आफ्नो साथीहरुसँग पनि शेयर गरिदिनु। त ल साथीहरु, आजको भिडियोमा यहीसम्म। अब म भेट्छु नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ।